हाई एभ्रिवान नमस्ते। हामीहरू चाहिँ आज चाहिँ दिदीबहिनी भएर कोसेली भेला पार्दैछौँ है। कोसेली के भन्नुहुन्छ भने कागतीको अमिलो लानु पर्यो नि त होइन। यो वहाँ झापामा त एकदमै चिज हुन्छ कागतीहरू, यस्तो अमिलो होइन, पाहाडको अर्ग्यानिक कुराहरू। म त यहीँ तेह्रथुम हो, तेह्रथुम काठमाडौँ भनौँ। काठमाडौँमा त अलिअलि पाइन्छ भन्दा नि अब माइती घरको त बहिनीले लगेपछि मैले नि लानै पर्छ भन्ने खालको त्यो एउटा आरिसेपन कि के सबैमा हुन्छ कि हामीमा मात्रै यस्तै हो झगडा होइन। अब यसले एक बोतल अमिलो लान्छु भने मैले नि एक बोतल अमिलो लाने निर्णय छ। भाग्दैछु यता भागेर बसिरहेको छु। अनि हेर्नु है, अब बोट एउटा छ बिचरा माइतमा, अनि यसलाई टिपेर पेलेर लानुपर्ने कुरा। झगडा परिरहेछ हाम्रो, कसले लाने कसले नलाने भन्ने। खोजे छेउ यहाँ होइन। उसको मेहनत बढी छ, मेरो कम। म त यसरी भिडियो बनाउने गर्ने गरिरहेको छु, तर यसले मलाई दिन चाहिँ दिन्न। मम्मीले दुईजनालाई बाँडिदिनु हुन्छ। यो एकदम छुच्ची छे। यसले जे कुरा पनि यसले नै पाउनुपर्छ भन्ने खालकी स्वभावकी छे। म चाहिँ अलिकति जे भए नि हुन्छ भन्ने खालको छु कुरो होइन। अनि हामीहरू चाहिँ अब घर जाने क्रममा छौँ। अब घर जाने भन्दा नि माइत आएको 1 हप्ता 2 हप्ता बढी भइसक्यो। अब आफ्नो घर जानुपर्छ। हेर्नुहोस्, माइत भनेको त परदेश जस्तै रहेछ हामी छोरी मान्छेको जिन्दगी। हामी चाहिँ भोलि अथवा पर्सि 27 गते जाने नि, 27 गते जाने निर्णय छ हाम्रो। ऊ झापा जान्छे, म तेह्रथुम जान्छु। हामी चाहिँ यतै तेह्रथुमकै बाटो जाने कुरा छ। यो चाहिँ कोसेली भेला पारे चाहिँ हेर्नुहोस् न, त्यहाँ कागती टिपेर यसले सिमी यहाँ जे पाइन्छ सागहरू, यहाँ निगुरोहरू सबै पाइन्छ नि त। यसले भारी पुऱ्याइ, म बिचरा मेरो त छैन, पुराकै छैन। डेडीले ल्याइदिनुहुन्छ कि भनेर बसिरहेको छु। यो त अब सङ्घर्ष गरेर बोरा कति, 1 बोरा 19 कि 2 बोरा हेर्दिनँ, मसँग रिसाइरहेको छ यसले ऊ हो भनेर। यस्तै छ गाइस होइन। हामी दिदीबहिनीमा मात्रै यस्तो हो कि हजुरहरू पनि यस्तो गर्नुहुन्छ? कमेन्ट गर्नु होला है। हामी चाहिँ लास्टै लुगाहरूदेखि लिएर होइन, लाने कुरादेखि लिएर होइन, आमाले गर्ने माया अलिकति उसलाई थोरै बढी बोलाउनु भयो अथवा खानेकुराहरू पनि उसलाई मात्रै दिनुभयो भने नि मन त गुटगुटी जलेर भतभत पोलेर मर्नुहुन्छ। हेर्नु, यो के हो यस्तो? सबैमा यस्तो कि हामीमा मात्रै यस्तो हो? लु भनिदिनु पर्यो है साथीहरू। ओके, बाई बाई।